हामीसँग 16 नम्बरको क्वेसन रहेको छ आज यो है रुट अन्डर 18x - 65 - x स्क्वायर dx छ। यो क्वेसनलाई चाहिँ हामी कसरी गर्छौँ हेरौँ है त। इन्टिग्रेसन माइनस कमन लिन्छु सबैबाट, यो x स्क्वायर हुन गयो, यो -18x हुन गयो र यो +65 हुन गयो। मैले माइनस कमन लिएँ र एरेन्ज गरेर राखेँ है त, x स्क्वायर x अनि त्यो भनेर। अब यसलाई म कम्प्लिटिङ होल स्क्वायर बनाउन खोज्छु, माइनस जस्तै a स्क्वायर - 2ab + b स्क्वायर बनाउन खोज्छु, ताकि म यसलाई a - b होल स्क्वायरको फर्ममा कन्भर्ट गर्न सकौँ। अब a स्क्वायर भनेको x स्क्वायर भइहाल्यो, -2 फर्मुलाको a भनेको x, अब b भनेको यस्तै भ्यालु हाल्नु पर्यो जुन भ्यालु हाल्दा बिचको टर्म चेन्ज हुँदैन। भनेपछि मैले 9 हाल्नु पर्यो पक्कै, किनकि 9 2 जा 18 चेन्ज भएन। प्लस b भनेको 9 छ भने b स्क्वायर भनेको 9 स्क्वायर, तर क्वेसनमा कहीँ 9 स्क्वायर नभएको कारणले यसलाई म ब्यालेन्स गर्न -9 स्क्वायर हाल्छु र जुन यो +65 छ त्यो हाम्रो छँदैछ। मैले के गरेँ भने यसलाई कर्ली ब्र्याकेट पनि क्लोज गरिदिउँ यहाँ, a स्क्वायर - 2ab + b स्क्वायरको फर्ममा कन्भर्ट गरेँ र 9 स्क्वायरलाई ब्यालेन्स गरेर -9 स्क्वायर गरेँ र +65 हाम्रो क्वेसनमै छ। अब फेरि यसलाई म रुट अन्डर माइनस, अब यो भनेको त हाम्रो x - 9 को होल स्क्वायर हुन गयो। अब यो -9 स्क्वायर + 65 गरौँ कति हुन्छ, -9 स्क्वायर + 65 भनेको -16 चाहिँ हाम्रो हुन गयो। कर्ली ब्र्याकेट छँदैछ dx। अब म के गर्छु भने माइनसले खोलिदिन्छु ब्र्याकेट, अब माइनस प्लस 16 लाई म के लेख्न पाउँछु 4 को स्क्वायर, अनि यो माइनस x - 9 को स्क्वायर छँदैछ हाम्रो dx। अब यति भएपछि हामीले के फर्मुला थाहा हुनु पर्यो भने जस्तै इन्टिग्रेसन रुट अन्डर a स्क्वायर - x स्क्वायर dx छ भने यसको फर्मुला हुन्छ हाम्रो x रुट अन्डर a स्क्वायर - x स्क्वायर 2 प्लस a स्क्वायर 2 साइन इन्भर्स x a प्लस c। यदि रुट अन्डर हाम्रो a स्क्वायर - x स्क्वायर dx छ भने फर्मुला चाहिँ x रुट अन्डर a स्क्वायर - x स्क्वायर 2 प्लस a स्क्वायर 2 साइन इन्भर्स x a हुन्छ। अब हामी त्यही कन्सेप्ट युज गर्छौँ। अब x भनेको के छ त, अहिले हामीसँग x - 9 छ, त्यही भएर x - 9, अनि रुटभित्र के छ a स्क्वायर - x स्क्वायर, a स्क्वायर भनेको 4 को स्क्वायर माइनस x स्क्वायर भनेको सेम x - 9 को स्क्वायर अनि बाई 2 प्लस a स्क्वायर 2, a भनेको 4 छ, 4 को स्क्वायर भनेको 16 बाई 2 फेरि साइन इन्भर्स x a अरे x भनेको x - 9 छ र a भनेको 4 छ, साइन इन्भर्स x - 9/4 x - 9/4 प्लस c। अब हामीलाई यसो 1-2 स्टेप गरौँ, यिनीहरू मेटाइन्छु म यत्रो ल। अब यो हाम्रो x - 9 छँदैछ यहाँ। अब यदि यो रुटको फ्याक्टराइज गऱ्यो भने सेम क्वेसनमा जे छ नि त्यही आउँछ है त, रुटभित्रको फ्याक्टराइज गऱ्यो भने क्वेसनमा जे छ त्यही आउँछ। गरेर हेर्दा पनि भयो, नगरेर डाइरेक्ट लेख्दा पनि भयो, गरे पनि आउने यही हो, नगरे पनि आउने चाहिँ यही नै हो। अपनमा 2 हाम्रो छँदैछ प्लस 2 8 जा 16 भनेपछि 8 साइन इन्भर्स x - 9/4 प्लस c। यसरी हामी यो क्वेसनको सोल्युसन चाहिँ गर्न सकिन्छ।